हुन्छ कि मासुमा चाहिँ सो त्यो भएर यो पनि चाहिँ छ सो कस्तो हुन्छ लाइक कमेन्ट गरेर भनिदिनु है गाइस ओके गाइस म अहिले फेरि हजुरलाई देखाउँदैछु अहिले चाहिँ मैले यो ग्यासमा बसालेको थिएँ अहिले यो ग्यासमा बसालेको सिलिन्डरमा किनकि गोबर ग्यासमा चाहिँ आज खाजाहरू बनाउँदाखेरि सकियो कि सो त्यही भएर चाहिँ मैले सिलिन्डरमा बनाएँ गोबर ग्यास यसरी चल्नुहुन्छ एउटामा सकियो भने आफ्नो बनाउन सक्नुहुन्छ सो तेल चाहिँ कम्ती छैन त्यसरी गरिरहेको छ बनाउँछु कस्तो हुन्छ कमेन्ट्स गरेर गरिरहेको छ मैले चाहिँ यसमा सुरुमा चाहिँ मेथी लास्टमा चाहिँ अहिले मासु तेलमा चाहिँ बनाउनु चाहिँ यसरी नै हो अब हजुरको आफ्नो अहिले कसरी गर्नुहुन्छ मैले त्यसरी भन्नु सक्छु है त्यसलाई चाहिँ राख्नु हुँदै त्यसपछि मासु गर्छु है त टमाटर कट गर्छु अब यसो अहिले साइजहरू रेड हुन थाल्यो अब म त्यसमा मासु दिन्छु टमाटर पनि काटेँ मैले काटेँ चाहिँ काट्छु सोधिदिन्छु अनि यो एकछिन रातो रातो हुन्छ त्यसपछि निकाल्छु है गाइजहरू त्यसपछि म टमाटर काटिसकेँ पर्छ सो हजुरहरू चाहिँ बाहिर देखाउँछु हाई मम्मी हाई से हाई हाई अनि यता चाहिँ भाइ बहिनीहरू रात खेल्दैछ हाम्रो यता हाम्रो अहिले दिउँसोको 4:05 बजेको छ रमाइलो छ बाहिर यो ब्याट्री खेल्दै हुन्छ मैले चाहिँ खाना बनाउन लगाइरहेको छु मम्मी आज के भन्न चाहनुहुन्छ त हाई मेरो टिचरमा हाई गर्छु न त हाई 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 आज मैले के भन्नु गइरहेको छु चिकन नो चिकन हाँसको मासु लोकल ओरिजिनल हाँसको मासु सो बनाउन गइरहेको छु हेर्नुहोस् हाम्रो बाहिर यस्तै छ हाम्रो घरको सिनेरियो ओके म अहिले फेरि हजुरसँग भेट्दैछु म चाहिँ भित्र जान्छु सो हाम्रो चाहिँ लिभिङ भइहाल्यो रेसिपी देखाउँदैछु हजुरलाई साग पनि अब भयो होला त्यसको एकछिन भिजाएको भिजाएपछि राम्रो हुन्छ क्या त्यसको गन्धहरू पनि जान्छ नि त सो म यसलाई पनि पखाल्छु होइन हुँदैछ यस्तै छ दाजुहरू अर्ग्यानिक खाना पाइन्छ सो हुँदैछ के गर्नु भाँडा पनि हुँदैछ सो मैले मसला राखेँ कि म पखाल्छु यता भाँडामा भिड गर्नु पानीको हेर्छ गाइस मैले जाती बताएको थिएँ रातो रातो भएको भित्र पनि छ यसलाई एकछिन भिज्दैछ अनि यसलाई चाहिँ नुन बेसारहरू चाहिँ राख्नेछु फेरि जानु होला यस्तो गरेर आज बनाउँछु मलाई फेरि रातो बनाएको मन पर्छ मासु सुकिएर यो पड्दिन्छ अनि बल्ल मैले नुन बेसार मसला चाहिँ हाल्छु टमाटर अदुवा लसुनको पेस्ट अदुवा लसुनको पेस्ट भयो मजाले भिज्दैछ होइन हेलो यस्तै छ हाम्रो लिभिङ रुम हेर्नुहोस् साइजहरू यो चाहिँ मेरो यो सानोको फोटो अनि यो चाहिँ बहिनी भइहाल्यो यो हाम्रो भइहाल्छ यो चाहिँ पार्लिमेन्टेसरी सपुटा सो त्यही नै हो हेर्नु त्यस्तो कलर चाहिँ लिएर हालेँ अब यसमा चाहिँ बेसार मसला सबै हालेर चाहिँ पिसाउनेछु अनि त्यसपछि पाक्छ त्यसमा चाहिँ मैले बेसार हालेँ मैले बेसार हाल्छु मसला पेस्टहरू चाहिँ हाल्नु मसला नि टमाटर हालेर रेसिपी हजुरलाई कस्तो लाग्छ
मैले बनाएको स्टाइलबाट मनपर्छ कि मन परेन भनिदिनु होला। म हजुरहरूलाई एउटा सेयर गर्छु है। पहिला पहिला मैले मासु बनाउनु जान्दिनँ कि सो गाईहरू अनि एकचोटि चाहिँ मम्मी पनि जान्दिनँ त्यो ठाउँमा। अनि मैले खसीको मासु चाहिँ झोल स्टार्ट गराएको कि मलाई आउँथेन खसीको मासु मैले झोल बनाउनु थियो त्यो चाहिँ अनि सुप बनाउनु थियो अनि त्यसको स्टार्ट गरेको अहिले चाहिँ मसला त म आफै बनाउँछु सधैँ। मैले यसमा मसला पनि हालेँ चलाउँछु चाहिँ पिस बनाउनु सुरु गरेँ अनि टमाटर हाल्छु त्यसमा एउटा अब चाहिँ मैले यसमा टमाटर हालेँ। अब यसलाई चाहिँ म नुन हाल्छु माथिबाट किनकि मैले यही स्टाइलमा बनाउँछु किनकि टमाटर पाक्छ नि छिटो नै गल्छ सो त्यही भएर नुन चाहिँ अहिले दिनु कम किनकि अहिले चर्को पनि हुनसक्छ अहिले 4 किलो मात्र कति हुन्छ अनि त्यसपछि हाल्नुपर्छ। यसलाई चाहिँ छोपिदिन्छु म एकछिन चाहिँ छोपिदिन्छु एकछिन पाक्छ अनि त्यसपछि फेरि म भेट्छु है त कस्तो भयो गाइस मासु कस्तो भयो भने त वाउ सो मच यो चाहिँ अब पाक्दैछ। अब यसलाई चाहिँ पाकेपछि पाकेको भयो नि त चाहिँ मिठो हुन्छ गाईहरू खानुपर्छ पलाएर त्यसपछि अब यो पाक्यो भन्नु भयो अब पाकेर यत्तिकै खाने अनि त्यसपछि पाकिहाल्यो अनि साग मैले गरिसकेँ। अब यो साग चाहिँ मैले कलम दिन्छु यसमा यसमा भर्छु अनि त्यसपछि खुर्सानी हालेर अनि त्यसपछि भात पकाउँछु अनि भइहाल्छ गाईहरू यस्तो भएको छ वाउ। पाक्यो मेरो मासु मेरो साइजहरू अब म चाहिँ हजुरहरूलाई बाई बाई गर्ने बेला भइसक्यो। अब मैले चाहिँ आज मासुको रेसिपी बनाएको छु कस्तो हुन्छ हजुरहरूलाई भनिदिनु